चाहिँ यो मूर्तिलाई उठाउने कार्यक्रम सुरु हुन आँटेको छ। अब चाहिँ पाल्देन गुरुज्यूबाट यसको लागि अन्तिम तयारी सकिसकेको छ। त्यसको लागि चाहिँ अब यहाँ सबै लाउने कार्यक्रमहरू भइरहेछ। अहिलेसम्म चाहिँ मूर्ति थियो भने अब चाहिँ जीवित अवस्थामा आउने भन्ने हो। अहिले भित्र लगाइन्छ। अब सुन चाँदी हिरा मोती के छ होइन, त्यही भित्र छ सबै। प्रत्यक्ष आँखाले देखेको छ सबै चिज चाहिँ। कसैले सुन चढाएको छ भने कसैले चाँदी, कसैले रुद्राक्ष, कसैले पुली, कसैले हाम्रो पहिलेको ढेके पैसा लगाएर चाहिँ त्यहाँ अब भगवानलाई चाहिँ जीवित पार्ने सबै धूप लगाएर अब ल यो चाहिँ धुपी अरू तितेपातीहरू के छ सबै भगवानलाई चढाउने धुपहरू चाहिँ एक बोरा भएछ। एक बोरा चाहिँ सबै यहाँ लगाएर भरि भित्र अब भगवानको भुँडी भनौँ न, भुँडी चाहिँ अब पुरा फुल बनाइदिनु पर्यो।